ल हजुर, आज चाहिँ म यो चिली चिकन बनाउन जाँदैछु। कस्तो हुन्छ? अब यहाँ चिकन फ्राईको लागि चाहिँ तेल हाल्दैछु मैले। पहिला यसमा अब तेल हाल्यो। ल हजुर, अब यहाँ चिकन फ्राईको लागि चिकन हाल्यो। अब पहिला यसलाई फ्राई गरिन्छ। अब यो चिकन चाहिँ यहाँ फ्राई हुँदैछ। यो फ्राई भइसकेपछि यहाँ चाहिँ शिमला मिर्च रेडी छ, यसलाई फ्राई गरिन्छ। त्यसपछि यो प्याज फ्राई गरिन्छ, टमाटर पनि ठुलो काट्नुपर्छ चिली चिकनको लागि। यो पनि त्यही साइजको चिकन बराबर साइजको सबै। यो चाहिँ केचप पनि हालिन्छ, यो चाहिँ टमाटो सस हो। अनि स्वाद अनुसार यो अजिनामोटो। यसमा चाहिँ जिरा, लसुन, अदरक, खुर्सानीहरूको पेस्ट छ। खुर्सानी चाहिँ आफूले कतिसम्म खाइन्छ त्यो हिसाबले हालेको छु मैले। आफूले जति हुन्छ त्यही हिसाबले मसला हाल्नु होला। धेरै मसला पनि अलि राम्रो हुँदैन, किनभने स्वास्थ्यको लागि है। त्यही भएर यसमा चाहिँ मसला पेस्ट बनाएर राखेको छु। यहाँ अब चिकन चाहिँ अब फ्राई भइसकेको छ। र चाहिँ मैले ठिक्क तेलमा किन बेस्ट गर्ने हो भनेर ठिक्क गरिदियो। अहिले पछिबाट चाहिँ अर्को तेलमा चाहिँ क्याप्सिकम, शिमला मिर्च चाहिँ फ्राई गरिन्छ। अब यो फ्राई भइसकेपछि ल अब यो चाहिँ शिमला मिर्च पनि मैले फ्राई गर्दैछु। यसलाई चाहिँ हल्का अलिअलि यसको चाहिँ पानी मोरुस् के त्यो शिमला मिर्चको चाहिँ त्यति गरे हुन्छ। धेरै चाहिँ गर्नु पर्दैन यसलाई। हल्का अलिअलि फ्राई गरेर ट्याक्क निकाल्ने हो। ल यो चाहिँ अब फ्राई भइसक्यो है। यत्तिकै, यो धेरै चाहिँ गराउँदिनँ मैले, यत्तिकै। यो चाहिँ प्याज पनि ठुलो साइजको हल्का ठिक्क फ्राई गर्छु। यसलाई पनि मैले यस्तो ब्राउन बनाउँदिनँ, किनभने त्यसमा मिल्ने खालको बनाउने हो। जबरा निकालिहाल्ने यसलाई। ल मैले प्याज पनि हल्का गरेर निकालिसकेँ। अब यो टमाटरलाई पनि हल्का मात्रै अलिअलि मार्छु अनि निकालिहाल्ने हो। दोस्रो लटमा चाहिँ मसला बनाइसकेपछि हालिन्छ यिनलाई सबैलाई है। ल हजुर, यो पेस्ट गरेको मसला, केचप, सबै नुन बेसार हर चिज हालेर मसला आइटमहरू हालेर अब यसलाई चाहिँ यसरी एकछिन पकाइन्छ, केही दिन नराखिकनहरू है। सबै आइटम हालिसकेपछि अब यो सब फ्राई गरेको माल छ नै, यो पुरै यसरी चाहिँ यसलाई चलाएर मसलामा चाहिँ मोलिन्छ क्या। यस्तै अजिनामोटो पनि आफ्नो स्वाद अनुसार हालिसकेको छु मैले। मसलाहरू पनि स्वाद अनुसार हालिसकेको छु। अब हाम्रो चिकन चिली चाहिँ तयार भइसक्नु लाग्यो। यो टमाटरहरू ठुल्ठुलो हुनुपर्छ। कस्तो लाग्यो हजुरहरूलाई? कस्तो बन्दैछ? भिडियो लामो छ, अलि राम्रोसँग हेर्नु होला। नजानेको कुराहरू सिकाउनु होला है त। अब यो चाहिँ तयार भइसक्यो। तपाईहरु कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला है। मेरो चाहिँ तयार भइसक्यो यो। अब यसलाई यति हो, यहाँ बढी पकाउनु मिल्दैन। पहिले नै पाकिसक्यो हुन्छ अलरेडी। नजानेका कुराहरू चाहिँ हजुरले जानकारी दिनु होला। भिडियो अलि राम्रोसँग हेर्नु होला, लामो छ। हस्त।